हाई गाइज राधे राधे सबैजना सन्चै हुनुहुन्छ होला। आज चाहिँ हामी दिउँसो काम गरेर के गर्छौँ हाम्रो चाहिँ आज हेर्नुहोस्। आज चाहिँ मैले कोठा नमिलाएको धेरै भयो थियो, त्यही भएर कोठासोटा मिलाएर चाहिँ हामीले चाहिँ आज सबै काम भएर बहिनीले आफ्नो काम गरिरहेको थियो नि, मैले चाहिँ आफ्नो काम गरेको थिएँ। अहिले चाहिँ मैले आफ्नो रुम यस्तो गराएँ गाइज। बहिनी चाहिँ आफ्नो काम गरेर आएन, आफ्नो रुम मैले यस्तो गराएँ। धेरै भइगएको थियो, स्टोर रुम भएको थियो, बुवा हुनुहुन्थेन, त्यही भएर सबै काम भ्याएर अहिले चाहिँ हामीले करेन्ट चाउचाउ बनाएर खाएर करेन्ट चाउचाउ बनाएर भोक पनि बेसरी लगाइरहेको थियो। दिउँसभरि काम गरेको भोक पनि लगाइरहेको थियो, अनि त्यही भएर बनाएको थियौँ। बनाएको देखेर यस्तो खामखामको भइरहेको थियो, बहिनी झन् हाँसो लगाइरहेको थियो। त्यही भएर म बेला बेलामा जोड जोडसँग हाँसिरहेको थिएँ गाइज। अनि करेन्ट बनायौँ, सबैजनाले अलिअलि खायौँ। बहिनीले चाहिँ छिटो छिटो बना दिदी भनेर हतारमा, त्यही भएर मैले हतारमा प्याज चाहिँ काटिरहेको थिएँ। प्याज पनि हाल्यौँ माथिबाट, अनि धेरै थिएन, 4वटा करेन्ट थियो अनि एउटा वाइवाई थियो, सबै मिसाएर बनायौँ। अनि बहिनीहरूलाई अलग्ग राखेर चाहिँ हामी दुई बहिनी चाहिँ अरूजनालाई अलग्ग राखेर मैले र बहिनीले एउटैमा खायौँ गाइज। एकदम मिठो भएको थियो। काम गरेर होला, भोक पनि लागिरहेको थियो, त्यही भएर फटाफट खायौँ। यो चाहिँ नानीहरूलाई राखिदिएको हो गाइज। अनि त्यही भएर नानीहरूलाई त्यति राख्दै फेरि आन्टी घरदेखि ल्याएको आम थियो, आम खायौँ। म चाहिँ अहिले मम्मीसँग बिउ काट्न गएको थिएँ। हाम्रो रोपाइ चाहिँ भएको छैन, ठुलो मम्मीको रोपाइ थियो। मैले चाहिँ दुइटा आम ल्याएको थिएँ, मम्मीले एउटा आम खानुभयो, मैले एउटा आम खाएँ। हेर्नुहोस् यस्तो दामी देखिन्छ बिउ चाहिँ। हामी चाहिँ अहिले साँझ परिसकेको चाहिँ म भैँसी चराउन आएको थिएँ। भैँसी चराउन आएर पनि त्यतिकै गर्थेँ। बाई गाइज। अहिले चाहिँ बहिनी सुतिसकेपछि बिस्तारा लाउनु छ, त्यही पनि छिट्टो सुतिसकेपछि। बाई गाइज, राधे राधे।